सबैमा प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। प्रियहरू, यी दिनहरूमा हामी इजरायलीहरूको कनान देशसम्मको यात्रामा घटेका शक्तिशाली कामहरूलाई अनि रहस्यहरूलाई नजिकबाट हेरिरहेका छौं। आज हामी एउटा यस्तो रहस्यलाई हेर्नेछौं जहाँ एक व्यक्तिले सूर्य र चन्द्रमालाई अड्डिरहने आदेश दिए। हजुर, उनको आदेशको अघि प्रकृतिले पनि आफ्नो नियम र समय चक्रलाई रोक्नु पर्यो। यो सुन्दै गर्दा कतिलाई यस्तो पनि हुन्छ र यो त काल्पनिक दन्ते कथा हो भन्ने भान पर्न सक्छ। तर भ्रममा नपर्नुहोस्, किनकि यो एक सत्य घटना हो जसलाई हामी बाइबलमा पाउँदछौँ। बाइबलले बताउँदछ कि त्यो दिन जस्तो इतिहासमा फेरि कहिले भएन र यो घटनालाई केही वैज्ञानिकहरूले प्रमाणित पनि गरेका छन्। यो एक यस्तो घटना हो जहाँ परमेश्वरको प्रतिज्ञा, मानिसले विश्वास साथ बोलेको शब्दको परिणाम र परमेश्वरले मानिसलाई दिनुभएको शक्ति र अधिकारको स्मरण हो। विश्वासको आवाजले आकाशलाई रोकिदियो प्रियहरू, र त्यही आवाज आज पनि तपाईको हृदयमा उठ्न सक्छ, किनकि परमेश्वरले विश्वास गर्ने मानिसको आवाज सुन्नुहुन्छ। जब हामी शंका र डरमा हुन्छौं तब परमप्रभु भन्नुहुन्छ, विश्वास गर, भयभीत नहो, म तिम्रो साथमा छु। यदि तपाई तयार हुनुहुन्छ भने आउनुहोस् आजको भिडियोलाई सुरु गरौं। अब मूसाले इजरायलीहरूलाई मरुभूमिमा अगुवाई गरेको पनि 40 वर्ष पुग्ने लागेको थियो। उनीहरू प्रतिज्ञा गरिएको कनान देशलाई आफ्नो आँखाले देखिरहेका थिए। बाँकी यति मात्र थियो कि इजरायलीहरूले कनान देशमा आफ्नो अधिकार जमाउने। तर इजरायलीहरूको महान अगुवा मूसालाई थाहा थियो कि उनी त्यो देशमा जान पाउने छैनन्। यसै कारण उनले 120 वर्षको उमेरमा आफ्नो दौड पूरा गरे। तर आफ्नो मृत्यु अघि मूसाले इजरायलीहरूको निम्ति एक निडर, आज्ञाकारिता, निकै बुद्धिमानी मानिसलाई आफ्नो हात राखी अभिषेक गर्दै आशिष दिएका थिए। हजुर, नूनको छोरा यहोशू। उनी परमेश्वरको आत्मामा परिपूर्ण थिए। परमप्रभुले मूसालाई दिनुभएका आज्ञाहरू इमानदार पूर्वक पालना गर्थे। मूसाको मृत्युपछि यहोशू नै अब इजरायलको प्रधान अगुवा भए र इजरायलीहरूले पनि मूसालाई जस्तै यहोशूलाई पनि आदर र सम्मान गर्दथे। अनि परमप्रभुले यहोशूलाई यस्तो करार बाँध्नुभयो, तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन। जसरी म मूसासँग रहे त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन। बलियो र खूब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अति साहसी हो। मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्किनु र तँ जहाँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होशियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, न डरा, निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरा साथमा हुनुहुनेछ। यहोशू आफैमा एक जवान, निडर, लडाकु र विश्वासिलो पात्र थिए। जब परमेश्वरले उनीसँग करार बाँध्नुभयो, अब उनलाई प्रतिज्ञा गरिएको कनानमा अधिकार गर्न रोक्ने कुनै पनि शक्ति थिएन। त्यसमाथि सम्पूर्ण इजरायलीहरूको साथ र सहयोगले उनी झन बलियो भई अघि बढ्दछन् र कनान देशतर्फ इजरायलीहरूको यात्रालाई अघि बढाउँदछन्। कहिलेकाहीँ हाम्रो चर्चका लिडरहरूलाई हाम्रो साथ र सहयोगको खाँचो परेको हुन्छ, तर के हामीले उनीहरूलाई साथ दिएका छौं या विरोध?
या गनगन मात्र गर्छौं। तब इजरायलीहरूले एर्दन नदी पार गर्दछन् र छेउैको एरियो शहरमा पहिलो आक्रमण गर्दछन्। उनीहरूको ताकत र एकता देखेर एरियो शहरका मानिसहरू भयभीत हुँदछन् अनि परमप्रभुले इजरायलीहरूको अधिकारमा एरियो शहर दिनुहुन्छ। यो चाहिँ योशु आफै इजरायलीहरूको अगुवा हुँदाको समयमा भएको पहिलो लडाईँको जित थियो। यहाँबाट इजरायलीहरूले थाहा पाए कि यहोशुसँग स्वयं परमप्रभु उभिनु भएको छ। त्यो जित पछि यहोशु र इजरायलीहरूको वीरताले वरिपरि रहेका शहरहरूमा डरको माहौलले घेरिसकेको थियो। अब इजरायलीहरूको नजरमा ए शहरलाई कब्जा गर्नु थियो। ए शहरलाई कब्जा गर्न यहोशुले आफ्नो बुद्धि र रणनीति यसरी बनाउँछन् कि सम्पूर्ण ए शहरका योद्धाहरूलाई इजरायली सेनाहरूको बीचमा पारी सजिलै उनीहरूमाथि जित हासिल गर्दछन्, किनकि इजरायलीहरूको हरेक युद्धमा परमप्रभु तिनीहरूको साथमा हुनुहुन्थ्यो। आज हाम्रो जीवनमा आउने हरेक युद्धहरू हामी जित्न सक्दछौं यदि परमप्रभुलाई हामी प्राथमिकता दिन्छौं भने। अब संसारभरिमै यस्तो एउटा घटना घट्न जाँदै थियो जहाँ समय चक्र पूर्ण रूपमा स्तब्ध हुँदै थियो। सूर्य र चन्द्रले आफ्नो गतिलाई रोक्नु पर्दै थियो। परमेश्वरको दास यहोशुले गर्नै लागेका आज्ञादेखि सम्पूर्ण ब्रह्माण्ड र प्रकृतिले आफ्नो नियमलाई तोड्नु पर्ने समय आइरहेको थियो। यो समयलाई देखेर परमेश्वर पनि मौन भई बस्नुहुन्छ। हजुर, यो नै बाइबलको इतिहासमा पहिलो घटना हुन पुग्दछ जहाँ परमेश्वरको रहस्यमय आज्ञालाई मानिस जातिले माने, जुन सृष्टिमाथि अधिकार गर्नु थियो। अब यहोशु र इजरायलीहरूले गिबोन शहरसँग सम्झौता गर्छन् र उनीहरूलाई आफ्नो दाउरे र पनेरे बनाउँदछन्। यो देखेर यरुशलेमका राजा इजरायलीहरूदेखि निकै डराउँदछन्। त्यसैले उनले आफ्नो नजिक रहेका 4वटा शक्तिशाली राजाहरूलाई बोलाएर गिबोनमाथि हमला गर्न आह्वान गर्दछन्, किनकि गिबोनका राजाले इजरायलीहरूसँग सन्धि गरी उनीहरूका दास जस्तै उनीहरू भइसकेका थिए। तब एमोरीका 5 राजा अर्थात् यरुशलेम, हेब्रोन, एमुर्त, लाकिस र एग्लोनका 5 राजाहरूले उनीहरूका आआफ्नै सबै सेनाहरू एकसाथ गिबोनको सामु छाउनी बनाएर गिबोनको विरुद्ध लडाई गरे। तब गिबोनका मानिसहरूले आफ्नो सन्धि अनुसार यहोशुलाई बचाउको अनुरोध गर्दछन्। तर यो लडाई यहोशु र इजरायलीहरूको निम्ति एक निकै ठूलो अवसर थियो, तर चुनौती भने उत्तिकै, किनकि यो कुनै साधारण लडाई भने थिएन। यो यस्तो लडाई थियो मानौ नेपाल कुनै शक्तिशाली राष्ट्र जस्तै चाइना, इन्डिया, अमेरिकासँग एक्लै युद्ध गर्दैछ, जसको परिणाम हार अनि दुर्गति बाहेक केही हुनेवाला छैन। कहिलेकाहीँ हाम्रो जीवनमा पनि चारैतिरबाट समस्याहरू आउँदछ अनि त्यहाँबाट उम्किने बाटो हामी देख्नै सक्दैनौं। तर जीवन र मृत्युको लडाईँको दोधारमा यहोशुले परमेश्वरको उपस्थितिमा जाने निर्णय गरे अनि परमप्रभुले यहोशुलाई भन्नुभयो, उनीहरूसँग नडरा, किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। उनीहरू एकजना पनि तेरो सामुन्ने टिक्न सक्ने छैन। प्रियहरू, जब हाम्रो जीवनमा समस्याहरू आउँदछन् अनि समाधानको लागि यदि हामी परमेश्वरको उपस्थितिमा जान्छौं भने परमप्रभुले हामीलाई पनि त्यही आवाजले भन्नुहुन्छ, नडरा, ती समस्याहरू तेरो सामुन्ने टिक्न सक्ने छैन। आमेन। अब परमेश्वर नै यहोशु र इजरायलीहरूको साथ खडा हुनुभयो। सोच्नुहोस्, जब सारा सृष्टिको मालिक स्वयं परमेश्वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने हामी कोसँग डराउने? यही जोश र आँट लिएर यहोशु रातारात हिँडेर अचानक उनीहरूमाथि जाइ लागे। परमप्रभुले उनीहरूलाई इजरायलको सामुन्ने अस्तव्यस्त तितर बितर पारिदिनु भयो
र इजरायलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजय साथ पराजय गरे र बेथहोरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्केदासम्म मार्दै गए। इजरायलीहरूका सामुन्नेबाट उनीहरू जसै बेथहोरोनदेखि आजेका समय ओह्रालोमा भाग्दै थिए, तब बाइबलले अचम्म र रोचकको घटना बताउँछ। त्यतिखेर चाहिँ परमप्रभुले स्वर्गबाट उनीहरूमाथि ठूला ठूला असिना झारिदिनुभयो र त्यो असिनाले यति धेरै मानिसहरूलाई मार्दछ जुन यहोशू र इजरायलीहरूले पनि मार्न सकेका थिएनन्। बाइबलको यो शक्तिशाली एक यस्तो घटना बन्न पुग्यो जहाँ स्वयं परमेश्वरले मानिसहरूको विरुद्ध लडाई गर्नुभयो। इजरायलीहरू मैदानमा लड्दै थिए, तर जित हासिल गराउने चाहिँ परमप्रभु नै हुनुहुन्थ्यो। यो घटनाले हामीलाई यो बताउँछ कि परमेश्वर आज पनि हाम्रो निम्ति लड्नुहुन्छ। तर के हामी विश्वास लिएर मैदानमा खडा हुने आँट गर्छौं? यहोशू र इजरायलीहरूलाई परमेश्वरमा पूरा भरोसा भएको हामी यो युद्धमा देख्न पाउँदछौं। के हामीले परमेश्वरमा पूरा भरोसा राखेका छौं? परमप्रभुले एमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिनमा यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त गिबोनमाथि र हे चन्द्र त चाहिँ अय्यालोनको बेसीमाथि अडिरह। यहोशूले बोलेका यो वाक्य कुनै साधारण वाक्य थिएन प्रियहरू। यो आदेशले एकचोटि सम्पूर्ण ब्रह्माण्ड नै सोचमा परेको थियो, जहाँ स्वयं परमेश्वर पनि यहोशूले विश्वास साथ गरेको आदेशलाई हेरिराख्नुभयो। किनकि मानिस जातिको इतिहासमा समय चक्रलाई नै रोकिदिने आदेश कुनै पनि प्रभुका दासहरूले गर्ने आँट गरेका थिएनन्। यहोशू नै पहिलो व्यक्ति बन्न पुगे जसले परमेश्वरको सृष्टिलाई पूर्ण रूपमा अधिकार गरे। अनि बाइबलले बताउँदछ कि शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। प्रियहरू, जसले परमप्रभुको वचनलाई विश्वास गर्दैनन् उनीहरूको लागि यो काल्पनिक कथा मात्र हुन जान्छ। तर यहोशूले गरेको आदेशको अघि सूर्य र चन्द्रले पनि घोडा टेक्नु पर्यो। यो घटना देखेर परमप्रभु पनि निकै खुसी हुनुहुन्थ्यो, किनकि इतिहासमा पहिलो पटक त्यस्तो आदेश दिने व्यक्ति उहाँले देख्नुभयो। सूर्य आकाशमण्डलको बीचमा अड्डिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नु। तपाईलाई याद छ, प्रभु येशूले भन्नुभयो, विश्वास गर्नेहरूलाई सबै कुरा सम्भव हुँदछ। उहाँ थप्नुहुन्छ, यदि कसैले विश्वास गरेर यो पहाडलाई हटिजा भन्छ भने त्यो पहाड हटिजानेछ। यही वचनसँग एकदम मिल्ने आदेश यहोशूले सूर्य र चन्द्रलाई दिए अनि उनको निम्ति त्यस्तै भयो। किन प्रभु येशूले पहाड नै हटिजानेछ भनेर भन्नुभयो? यो वचनलाई धेरै मानिसहरू प्रभु येशूले पहाड जस्तै समस्याहरू भन्न खोज्नु भएको हो भनी बुझ्दछन्। तर येशूले समस्याहरू मात्र नभई पहाड नै भन्नुभयो। प्रियहरू, परमेश्वरले आफ्ना जनहरूको निम्ति प्रकृति पनि पूर्ण रूपमा नियन्त्रण गर्नुहुन्छ। सृष्टिको सबै कुरा उहाँकै अधीनमा छन् अनि त्यो सृष्टिमाथि अधिकार गर्नलाई उहाँले तपाईं अनि मलाई चुन्नु भएको छ। जब परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ, विजय निश्चित हुन्छ। यहोशू र इजरायलीहरूले विजय पाए किनभने परमेश्वरले तिनीहरूलाई समर्थन गर्नुभयो। यहोशूले गरेको आदेशले यो बताउँदछ कि विश्वासले बोलिएको वचनले स्वर्ग र पृथ्वी चलाउन सक्दछ। परमेश्वरमा विश्वास गर्नेहरूले कठिन परिस्थितिमा पनि विजय पाउँदछन्। विश्वासले बोलेका शब्दहरूले सूर्यलाई पनि रोक्न सक्दछ, तर शंकाले भएको उज्यालोलाई पनि रोक्दछ। हाम्रो विश्वासको आदेशले प्रकृतिले पनि आफ्नो नियमलाई तोड्दछ। सूर्य पनि त्यसैको सामु रोकिन्छ जससँग विश्वासको शक्ति हुँदछ।
यहोशूले सूर्य र चन्द्र होइन, उनले परमेश्वर माथिको विश्वासको अधिकारलाई चलाए। किनकि बाइबलले बताउँदछ कि जब विश्वास बोल्छ तब सृष्टि मौन हुँदछ। जब हामी विश्वास साथ हाम्रो समस्याहरूमा घोषणा गर्छौं तब परमेश्वरको शक्तिलाई हामी सक्रिय गर्न पुग्दछौं। यो बाइबलको शक्तिशाली घटना एसारको पुस्तकमा पनि लेखिएको छ। यसले यो देखाउँछ कि त्यस समयका ऐतिहासिक लेखमा पनि यो घटना उल्लेख गरिएको थियो। यो घटनालाई केही वैज्ञानिकहरूले पनि सत्य रहेको प्रमाण पाएको खबर केही इन्टरनेशनल न्यूजहरूले कभर गरेका छन्। University researchers in Israel say they can prove there was a solar eclipse that proves what's written in chapter 10 of the book of Joshua. The Bible tells us that soon after the Israelites entered the promised land, Joshua prayed to God to help them in their epic battle, to protect the Gibeonites by stopping the sun. The passage reads, "Then Joshua spoke to the Lord on the day when the Lord delivered the Amorites before the children of Israel. And he said in the sight of Israel, Sun, stand still upon Gibeon, and you, moon, in the valley of Alialon." That's Joshua 10:12. The multidisciplinary Israeli team says this account is unique because even though other ancient stories refer to the sun stopping, this is the only one that also mentions the moon. This led them to believe the event was a solar eclipse that happens when the moon blocks sunlight by passing between the sun and the earth. By applying data from NASA, the experts discovered there was only one such total solar eclipse in the region between the years 1500 to 1000 BCE. They say the evidence is clear. प्रियहरू, आजलाई भिडियो यही राख्दछौं, तर हामीले एउटा रहस्यलाई छुटाएका छौं जुन एर्दन नदी पार गरी एरियो शहर कब्जा गर्दा घटेको थियो। यदि आजको भिडियो अर्थपूर्ण रहेको छ भने कमेन्टमा नेक्स्ट पार्ट लेख्नुहोला, किनकि कमेन्टमा नेक्स्ट पार्ट हामीले देख्यौं भने एरियो शहरमा भएको घटनाको रहस्यलाई पनि हामी भिडियो मार्फत ल्याउनेछौं। आजलाई सन्देश यही राख्दै बिदा हुन्छौं। सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह।